हेलो साथीहरू, माई युट्युब च्यानल वेलकम छ सबै साथीभाइहरूलाई। हेलो साथीहरू, हेलो साथीहरू, वेलकम टु ब्याक माई युट्युब च्यानल। म हुँ अस्मी भण्डारी। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो गाइज, आज चाहिँ धेरै पछि हामीले भ्लग लिइरहेको छौँ। म चाहिँ म्याग्दी बेनीबाट। एकदम धेरै गर्मी छ बेनीमा चाहिँ। सो आज चाहिँ शनिबारको दिन हामी चाहिँ पार्कमा आएका छौँ शीतल ताप्नलाई, तर हावै चलिरहेको छैन। यहाँ हामीलाई भाइले पनि हेरिरहेछन्। भाइको नाम के हो नि भाइ? उता हेरिदेऊ न त, यसो हेलो भनिदेऊ न। हेलो। आज हामी भाइको स्कुलमा आएको हो। अब भोलि पर्सि भाइको स्कुलमा बर्थडेमा आउनुपर्छ है भाइ। कति क्लासमा पढ्छौ नि? 1मा। भाइको हात के भएको रे? करेन्ट लागेको हो। कति वर्ष भयो नि तिमी होस्टेल बस्छौ? तिम्रो मम बाबा कहाँ हुनुहुन्छ त? मम्मी बाबा दाइ दिदी चिसो हो। अरू सबै हेलो साथीहरू, हामी आइएको छ यहाँ चुत्रेनीको यो हाम्रो ग्राउन्ड छ फुटबल खेल्ने। यस्तो राम्रो भ्यू आउँदो रहेछ, तर अलिक घाम लागेको छैन है, बादल लाग्यो, पानी आउला जस्तो देखिन्छ हेर्दाखेरि। सो काँदम भइरहेको थियो आएको। आज शनिबार यस्तो बोरिङ दिन गयो कि हेर्नुहोस्, न के गर्ने कि बुढाबुढीको खासै कुरा नमिल्ने, बुढालाई रक्सी खान्छु भन्ने, बुढीले नखा भन्ने। हेर्नुहोस्, जिन्दगी दोधारमा चलिरहेछ। होला यस्तो भइरहेछ, जिन्दगी दोधारमा चलिरहेछ। हेर्नुहोस्, आफूलाई यसरी राखेर बोल्नु न। आफ्नै स्टोरी यस्तो छ। तपाईँको स्टोरी कस्तो छ सुन्नुहोस् है साथीभाइहरू। हेर्न सक्नुहुन्छ गाउँहरूको हरियो भ्यू, यस्तो गर्मीमा आनन्द क्या आँखालाई एकदम राहत। यहाँभन्दा बढी बोल्न चाहिन्छ। सो हामी चाहिँ जान लाग्यौँ। बाई बाई भाइ, बाई बाई। आउँछौँ है हामी, बाई बाई। सो हामी चाहिँ लाग्यौँ गाइजहरू। अब कहाँ जान्छौँ, के गर्छौँ, यस्तै गाइज म सबै देखाउँछु। अहिले चाहिँ हामी लाग्यौँ। मैले यो भिडियो देख्नु भएन, मलाई मान्नुहुन्छ। म यसरी हिँडेको देख्नु भएन नि मान्नुहुन्छ होला मम्मीले मलाई। यसरी हिँड्न हुँदैन नि त। बल्ल अहिले कति, सो अहिले चाहिँ 7 महिना रनिङै भन्दा नि भयो। सो त्यही भएर हामी यसरी हिँड्न नहुने हो। साह्रै एकै ठाउँमा बसेर लास्टै बोर भनेर चाहिँ हामी हिँडिरहेको हो। आई एम पेन्टिङ गाइज। 7 महिना रनिङ हुँदैछ। यसरी स्कुटीहरूमा हिँड्नु हुँदैन भन्थे होइन, एकै ठाउँमा बस्दा मात्रै नै कस्तो हुन्थ्यो क्या। त्यस पछाडि साह्रै बोर भएर आज चाहिँ हामी नजिकै नै पर्छ त्यो सिङ्गा तामा पानी जानु भनेर गएको हो। तर हामी गएनौँ। यही नजिकै पाहाडमा बसेर हावा खाएर फेरि फर्कियौँ हामी चाहिँ। अनि म चाहिँ फलोअपको लागि चाहिँ पोखरा जानुपर्ने छ होइन, मलाई पोखरा जा भन्नु हुँदैन नि हस्पिटलले चाहिँ। सो अब चाहिँ
मौसम पनि एकदम राम्रो छ, न घाम लागिरहेको छ न पानी आउला जस्तो छ, एकदम आनन्द भइरहेको छ। सो गाइज अहिले चाहिँ हामी यसलाई के भन्छ अरे, हामी चाहिँ दुईजना छन् सुनिल र म। सो अहिले चाहिँ हामी हिँडिरहेको छौँ। अब कहिले एउटा महिनामा एउटा, कहिले वर्षमै एउटा, 1 वर्ष भइसक्यो युट्युब जर्नी सुरु गरेको नि, तर यसरी कन्टिन्यू भिडियो चाहिँ बनाइरहेको छैन क्या। अब मलाई त्यस्तो आइडिया नै छैन, बनाउनु चाहिँ बनाउँछु अनि हालौँ कि नहालौँ जस्तो हुन्छ क्या। कहिले चाहिँ हालिहाल्छु, कहिले चाहिँ हाल्दिनँ, थाहा छैन लिइहाल्छु कि हाल्दिनँ। सो अहिले चाहिँ लिइरहेको छु होइन। अहिले चाहिँ म प्रेग्नेन्सी जर्नीमा छु, एकदम गाह्रो हुँदो रहेछ क्या। अब यस्तो भिडियोहरू लिन मनपर्छ तर कतै जान पाउँदैन नि त, एकै ठाउँमा कि भिडियो लिनु जस्तो हुन्छ। तर पनि अरू प्रेग्नेन्सी मामहरूले यति धेरै भिडियोहरू हालेको चाहिँ हेर्छु, यो गर्नुहुन्छ त्यो गर्नुहुन्छ, यो त्यो हेरिरहेको हुन्छु। सो मलाई एकदम खुसी लाग्छ, मलाई पनि यस्तै बनाउन चाहिँ एकदम मनपर्छ। तर म चाहिँ त्यस्तोवाला एक्टिभ छैन कि, एकदम गाह्रो हुन्छ यस्तो बोलेर भिडियो गराउनलाई। त्यो पनि ट्राई गरिरहेको छु होइन। आज चाहिँ एकदम ट्राई गरिरहेको छु क्या। अब ट्राई टु बेस्ट भन्छ नि। सो लेट्स सी गाइज होइन। सो तपाईँहरू कहाँ कहाँबाट मलाई हेर्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, तपाईँकोतिर कतिको गर्मी छ, सो कमेन्ट गर्नु होला गाइजहरू। यो चाहिँ मेरो फर्स्ट भिडियो हो, तपाईँहरूलाई कस्तो लाग्छ, तपाईँहरूको साथ सपोर्ट माया पायो भने मैले अरू भिडियो पनि बनाउन सक्छु। सो लेट्स सी गाइज। सो गाइज यो चाहिँ मङ्गलघाट हो, हामी चाहिँ मङ्गलघाट आइसकेको छौँ। हो माथि छ एकदम जाम्ला है। सो हेर्न सक्नुहुन्छ, आज दामी छ क्या मौसम, यस्तो दामी छ है। रुममा बसेको भए त उही म बोरिङ भएर आमामा यति रिस उठ्छ, बिना रिस उठ्छ, किन रिस उठ्छ नै थाहा पाउँदैन है। यस्तो गाह्रो हुन्छ कि मलाई रुममा बस्यो भने एकदम घोटन फिल हुन्छ। सो आज चाहिँ बाहिर निस्किरहेको छु। यो भिडियो चाहिँ मेरो मम्मीले देख्नुभयो भने मलाई यति गाली गर्नुहुन्छ थाहा छ। सो त्यही भएर मैले बनाइरहेको छु। हामी चाहिँ आज पोखरा जान सक्छौँ। हामी थाहा छैन पोखरा जाने कुरो हो, जान्छु मलाई थाहा छैन यार। यसरी हिँड्न हुन्छ कि हुन्न, मलाई धेरैले गाली गर्छन् यसरी हिँड्न हुन्न भनेर। तर पनि एकै ठाउँमा बस्दा बस्दा यति बोर हुन्छ कि कुरै छोडिदिने साथीहरू। आमामा यति घोटन हुन्छ। सो यो माथिल्लो बाटो चाहिँ अर्थुङ्गे जानु। सो हामी फाइनल्ली बेनी आयौँ गाइजहरू, बेनी छौँ। आज शनिबार हो नि त, त्यस्तो सुनसानै छ, हेर्न सक्नुहुन्छ, त्यस्तो छैन। आमा यहाँ जहिले प्याक हुन्छ कि, गर्मी छ नि त, त्यही भएर यहाँ कति धेरै मान्छेहरू बसिरहेको हुन्छन् जहिले पनि। हामी पनि सधैँ बेलुकी आएर बस्ने यही हो, कस्तो गर्मी हुन्छ। हामी हिँड्दै आउँछौँ नि, यहाँ बस्छौँ। यहाँ कति 2-3टा गीतको सुटिङ पनि भइरहेको छ होला, 6 जस्तो लाग्छ है। ठ्याक्कै गीत चाहिँ आएन, यो सुटिङ चाहिँ भएको छ गीतको होइन। सो हेर्न सक्नुहुन्छ। ला दाइले खोल्नु रहेछ त पसल त। यो हुलाक चोक हो होइन, यो हुलाक चोक हो। सो गाइज भन्दै मैले हाम्रो एउटा भन्नै बिर्सेछु। हाम्रो चाहिँ एउटा रेस्टुरेन्ट छ होइन, हामी चाहिँ न्यु रोडमा सानो रेस्टुरेन्ट गरेर आएको छौँ अहिले चाहिँ। सो आज शनिबार हो नि त, हामी बन्द गरेर हामी उता घुम्न चाहिँ गएको हो हावा खानालाई। सो हाम्रो रेस्टुरेन्ट पनि देखाउँछु आज। बेसी गाइज हेर्न सक्नुहुन्छ। आमा आज शनिबार भएर पुरै सटरहरू बन्द छ कि, त्यही पनि हेरौँ। हाम्रो पसल बन्द गरेको हो। हाम्रो पसलको, हाम्रो होटलको नाम चाहिँ के होला त गाइज, सानो छ, भर्खर गरिरहेको छौँ, त्यही नै यस्तोवाला चाहिँ छैन। सो लेट्स सी
हामी सिधै अब कालीपुल जान्छौँ। यो चाहिँ हाम्रो होटल हो, होटल चुलो। दिस इज माई होटल। सो यो चाहिँ न्यु रोडमा है गाइजहरू, ठ्याक्कै सिटिजन ब्याङ्कको अगाडि हो। अघि मैले सिटिजन ब्याङ्क देखाएन होला, एक साइड मात्र भिडियो लिइरहेको छु, त्यही भएर सो हेर्न सक्नुहुन्छ। हामी चाहिँ अहिले ओइ दामी छ क्या है, तर हाम्रो बिन बजार सानो भयो नि, तलको बाटो नि दामी बनेर आएको छ होइन। मेरो भ्लग चाहिँ अब भोलि पर्सि होइन, मलाई चाहिँ एकदम इच्छा छ भ्लग गर्नलाई। म त्यस्तै उ गरेर भ्लगकै जर्नी सुरु गर्ने एकदम इच्छा छ। लेट्स गाइज होइन, पुरा होला नहोला, तपाईँहरूको माया र साथ पायो भने चाहिँ पक्कै पनि हुनेछ, आशा छ। यो चाहिँ क्याम्पस चौक हो गाइजहरू होइन। त्यो क्याम्पस चौकबाट हामी तल गयौँ। कति सानो छ क्या हाम्रो बेनी बजार, तर कति राम्रो छ, कति क्युट देखिरहेको छ। आज शनिबार भएर त्यति साह्रो ऊ छैन क्या, मान्छेहरू त्यति साह्रो छैन। अनि गर्मी पनि छ नि त, त्यही भएर मान्छेको चलपल अलिक कम नै छ, हेर्न सक्नुहुन्छ। ल अब बेनी बजार भ्याइयो, यति नै हो बेनी बजार। उता मैले के भन्छ वीरेन्द्र चोकको तल्लो बाटो चाहिँ देखाएन हजुरहरूलाई, तल्लो बाटो आएन नि त, त्यही भएर। सो यो चाहिँ बेनी हस्पिटल हो होइन, बेनी हस्पिटल जानेवाला हो होइन। यो चाहिँ कालीपुल भन्छ यसलाई, यो बाटो राइट साइड गयो भने चाहिँ पोखरा काठमाडौँ जाने, बागलुङ हुँदै जाने मालढुङ्गाको बाटो हो होइन। यता हामी लेफ्ट साइड गयो भने चाहिँ कलेश्वर मुस्ताङ जाने बाटो हो, हेर्न सक्नुहुन्छ। हामी चाहिँ सुरुमा चाहिँ यहाँ पोखराको लागि गाडी पाइन्छ कि पाइँदैन त्यो चाहिँ सोध्छौँ होइन। आज चाहिँ चेकअपको लागि जानुपर्ने छ। त्यस्तै गाइज एकदम गाह्रो हुँदो रहेछ, त्यही पनि हाम्रोमा यस्तो गाह्रो हुन्छ क्या, ठ्याक्कै हस्पिटलको ठुल्ठुलो मेसिनहरू छैन नि त, एनोमलो स्क्यानर गर्नेवालाहरू बेनीमा त्यस्तो अभाइलेबल छैन क्या, त्यही भएर एकदम गाह्रो हुन्छ। उहाँ चाहिँ हाम्रो दिदी हो यहाँ।